नेपाल सरकारले चाहिँ दलितलाई चाहिँ माफी माग्यो भन्ने एउटा स्ट्याटस आउँदाखेरि त तपाईँको देश हल्लिएको छ। त्यही माथि हामीले प्रत्येक ओडाका ती जनप्रतिनिधिहरूलाई चाहिँ एउटा पिछडिएको समुदायलाई चाहिँ माफ माग्न लगायौँ भने होइन, ओडाबाट एउटा कार्यक्रम बनाएर चाहिँ हामीले यस्ता खालका पोजिटिभ अभियानहरू चाल्छौँ भने यस्तै खालका पोजिटिभ, जस्तो बालेन सरकारले एउटा राम्रो काम गर्नुभएको छ। जुन सुरुवात हो माफी माग्ने एउटा याचना गर्ने, हामीबाट तपाईँहरूलाई पछाडि सारिरहेको यत्रो समय यत्रो बहिनीहरूले बलात्कार भएर मर्नुपर्ने अवस्था के का कारण आयो त? मैले भूमिका लामो बाँधेको कारण यही हो। हाम्रो समुदायको पराकाष्ठले गर्दाखेरि यो बहिनीहरूले ज्यान गुमाउनु परेको छ। हिजोको दिनमा पढ्छु भनेर चाहिँ आफ्नो परिवारले चाहिँ उसलाई समाज, आफ्नो इष्टमित्र, परम्परा सबै थोकबाट चाहिँ उसले आफ्नो गाउँको जीवनबाट चाहिँ सहरमा ल्याएर चाहिँ पढाउँछु, ठुलो बनाउँछु, एउटा लोकतन्त्रको अभ्यास हामी पनि गरौँ भनेर चाहिँ सहर छिराउने, भविष्यको बालबालिकाको भविष्य हेरेर, अनि त्यस पछाडि समाजले चाहिँ यस्तै खालका अराजक गतिविधि गरेर जङ्गलमा लगेर चारजना मिलेर, अथवा यो हुन पनि सक्छ परिवार मिलेर, स्कुलका 2-4 जना भनाउँदा प्रिन्सिपल मिलेर, 2-4 जना भनाउँदा अभियन्ता मिलेर यस्ता केसलाई चाहिँ गुमराह बनाउने कोसिस गरिएको छ भने खबरदार। अब नेल्सन घतानी जस्ता अभियन्ताहरू चाहिँ रोडमा निस्केको 2 वर्ष भइसकेको छ। तपाईँहरू एक्का राख्नुहोस्। म सुर्खेतमा गएर पनि मैले त्यहाँनिर धेरै अध्ययन गरेँ। सबैजनाको एउटा दिमागी विचारलाई मैले एउटा आफ्नो तरिकाबाट मैले अध्ययन गरेँ र म चुपचाप हिजो बेलुका 8 बजे म सुर्खेतबाट आइपुगेर यहाँनिर घरमा राम्रोसँग थकाइ पनि नमारिकन म यहाँनिर फेरि पनि यही अभियानको लागि भनेर फेरि पनि यो बहिनीहरूको लागि मात्र इनिसा होइन, इनिसाभन्दा पहिलाका र इनिसाभन्दा पछाडिका 2-3वटा घटना घटिसकेका छन्। यी अबोध बालबालिकालाई जलाएर मार्ने के का कानुन हो? कस्तो कानुन हो यो? यस्ता कानुन चाहिँदैन हामीलाई। जुन कानुनले 24 घण्टाभित्र पनि कारबाही गर्न सक्दैन, यस्ता कानुन चाहिँदैन हामीलाई। तुरुन्त परिमार्जन गर साथी हो। सुदन गुरुङ माननीयज्यू, तपाईँ त मेरो साथी हो। तपाईँलाई मैले पत्रकार सम्मेलनको बेलामा बचाएको छु, याद गर्नुहोस्। त्यो बचाएको गुण चाहिँ तपाईँले यो जुन नारी बालबालिकाहरूलाई अत्याचार भएको छ नि, त्यो अत्याचारमा लगाउनुहोस् र यो नेपाल भन्ने देशलाई समृद्ध बनाउनुहोस्। तपाईँहरूलाई शुभकामना, बालेन सरकारलाई शुभकामना।